पुरै थम्बनेलमै हाम्रो दाजुलाई तरुनी नै चाहिने भनेर टाइटल दादालाई त झन् भाउजूको रिक्वेस्ट छ त भनेको चाहिँ यस्तो कुरा हो कि देख्नु छ जहाँ चाहिँ समयलाई रोकेर राख्न सकिन्छ कि घरिघरि नखिच्ने त नभन्नु यसो गफ गरौँ रमाइलो कुराकानी गरौँ जेठन सब आज त्यस्तो केही छ हो मिलेने भइरहेको थियो क्या छेउछाउमा तरुनी भएन भने मेलेने हुन्छ होइन दाजु तरुनी भएपछि हो त मेलेने होला दाजु भन्छ अब पुरै थम्बनेलमै हाम्रो दाजुलाई तरुनी नै चाहिने भनेर टाइटल भातै रुच्दैन के काम जाँगरै चल्दैन त्यही भएर पो ज्यान जस्तो रहेछ भाउजूलाई पठाइदिनु पर्छ अब भाउजूले चाहिँ ठिक छ भाउजूले पठाउँदा पनि खासै ल भाउजू दाइ बिग्रिए है अहिलेसम्म त जुवाई साहबले यार मेरो जुवाई साहब क्यामेरा तेर्सिहाल्छ म अब भागेर आँखाबाट नबिलाइन्जेलसम्म त टाढै हो त मार्केट हाम्रो योगी सरको त कस्तो त्यो चाहिँ कम हाँक्यो मलाई त्यो त्यस्तो बेच गर्छ हाम्रो योगी सर प्लास्टिक लाग्यो होइन यहाँ क्यारकोरको अगाडि यस्तो बुढो मान्छे बर्बाद बनायो बुढो खासा मुतेरै आएको अरे नि त आउट मुतेरै आएको रहेछ आउनु नि ए अब मेरो त नखिचर्नु मेरो भाइ दादालाई त झन् भाउजूको रिक्वेस्ट छ त लुगा सुगा ला छैन अनि पर्दिन भएको खतरा हुँदो रहेछ कि भोलि पनि यस्तो घामी आउने लुगा नलगाउनु बरु लुगा सुगा लगाएको बेलामा लाउने यो बुढो मान्छे जस्तो मान्छेलाई यार पुरै भिडियो बनाएर युट्युबमा भाइरल बनाउने यस्तो क्या ध्यान दाजु अहिले हामीलाई वास्ता लाग्दैन कि हो अब हामी चाहिँ भोलि गएर कहाँ कुन ठाउँमा हुन्छौँ नि त अनि त्यति बेला चाहिँ टक्क भाइको यसो च्यानल हेर्दाखेरि त्यो भिडियो त हराउँदैन कि भाइले डिलिट गरिदिइहाल्छ कि भाइ जाँठ राख्नु भनेर होइन पछि राख्यो भने चाहिँ त्यति बेला मजा आउँछ क्या अब 10 वर्ष 15 वर्ष पछाडि हेर्दा तपाईँको 5 वर्षपछि नै नि धेरै रमाइलो लाग्छ खतरा हुन्छ नि त्यति बेला त्यो एन्टिक पिस हुन्छ नि त सेभ गरेर राखिन्छ मोबाइलमा यो भिडियोग्राफी भनेको चाहिँ यस्तो कुरा हो कि जेठन सर जहाँ चाहिँ समयलाई रोकेर राख्न सकिन्छ कि तपाईँको यो अहिले हेर्नु त कति ह्यान्डसम तपाईँ अब तपाईँ लिडल छ फेरि तपाईँले यस्तो मेरो बेसाले यसो भन्ने बित्तिकै फेरि गाता हुन्छ कि फेरि गाता हुन्छ अब गातै भयो भोलि अब 50-60 को एजमा त अलिकति उमेर ढल्किन्छ कता गयो सूर्यहरू योगीहरू अझ त यहाँ ज्वाइँले क्यामेरा तेर्साकै गरिसक्यो मलाई तर खतरा देखेको जेठन साहब आमा छैन त्यसो न तर तपाईँ त गलत देशमा आउनुभयो जेठन साहब होइन त नि डेनमार्क लक्जमबर्गतिर जाने जस्तो देखिन्छ टक्क हेर्दाखेरि लुक्सहरू र अझै फिल्म लाइनको लागि बनेको क्या तपाईँ खास होइन घरको वरिपरि हिउँ परेछ पुरै छेदै छ त कम्पनीमा कोटा छ अरे त यहाँ एकजना हाम्रै कोटा हाम्रै गाउँतिरको भाइ चाहिँ यहाँ पनि छ अरे दाइ यार कस्तो छ तपाईँहरूको त्यो कम्पनी भनेर माथि चाहिँ नआऊ भाइ एकदम राम्रो छ भन्नु नि कार्गोमा आयो भने चाहिँ घरिघरि नखिच्ने त नभन्नु न यो त झन् आउँछ नि यता आउनु कहाँ हो भनेको त यसो गफ गरौँ रमाइलो कुराकानी गरौँ
यो चिज त एउटा कामको चिज पो रहेछ यार यो त एक्सर्साइज गर्नुको लागि ल है त ल यसले त नि दाजु यसरी दिने हो नि यहाँ यसरी कन्टेन्ट भन्दा दाइ मलाई त अब दादाको जिम भनेर कहाँ गयो जेठन साहब जेठन साहबलाई बरु खेदी हो आज त आँखुमा मोड खोइ क्या ऊ हो कि उहाँ पुगेछ सूर्य दाइ त दादा मन लाग्यो अब ल भाइ दाइ म दादालाई म कोठासम्म छोडिदिन्छु एकछिन सुत्नु खै के अरे उस छैन ए भयो म त यहाँ पुरा पल्टिरा होला र अनि उसलाई यो चाहिँ हाम्रो दादाको एकोमोडेसन है